सबै अग्रजहरू, सबै साथीहरू, सबैलाई हार्दिक नमस्कार। जय नेपाल। यो हलमा राजनीतिक कार्यकर्ताहरू टनाटन भरिएको भए यहाँ के बोल्ने भन्ने बारेमा धेरै सोचिराख्नु पनि पर्दैन थियो, फरक आउँछ पनि होला। यहाँ बसेर अगाडिपट्टि बसेको पहिलो, दोस्रो, तेस्रो, चौथोदेखि त हाम्रोतिरकै साथीहरू हुनुहुन्छ। पहिलो दोस्रो पङ्क्तिमा बसेको देख्दै गर्दा बोल्ने थियो बुद्धि पनि हराएको जस्तो भएको छ। यत्रो दिग्गजहरू यहाँ राखेर तल सबै दिग्गजहरू राखेर मैले विशुदाईको कविता सङ्ग्रहको लोकार्पण गर्ने कुरासम्म, हातमा देखाउने कुरासम्म चाहिँ सजिलो काम थियो, मिल्यो। यसको बारेमा टिप्पणी गर्ने कुरा चाहिँ त्यो नमिल्ने, नसुहाउने, नसक्ने कुरा नै हो। मलाई के लाग्छ भने यो जसले सामान्यभन्दा सामान्य विषयमा पनि असामान्य अर्थ दिन सक्छ र त्यसपछि त्यो अर्थ देखिसके पछाडि त्यो एउटा कौतुकता जाग्छ, त्यसलाई पक्रन्छ, परख्छ र त्यसको स्वाद लिन्छ। त्यो स्वाद जस्तो पनि हुनसक्छ, तितो, पिरो, टर्रो, जस्तो स्वाद भए पनि त्यसलाई मिठो बनाएर पस्काउन सक्छ त्यो कवि हो। हामीहरू यो पछाडिको पङ्क्तिमा बस्ने धेरै मानिसहरूलाई आज हामी चाहिँ किन कवि हुन नसकेको होला भन्ने पक्कै पनि लागिरहेको होला, मलाई लाग्यो। त्यो किनभने पहिलो कुरा त हामी अघि नै भर्खर यहाँ एसपी बरालले भन्नुभयो नि, बाटोमा हामीले पागल देख्यौँ होला, अघि भनेको जस्तो विभिन्न बिम्बहरूमा हामीले त्यो सामान्य हामी देखिरहेकै कुरा, त्यसलाई त्यसभित्र पहिला असामान्य अर्थ देख्न सक्नु पऱ्यो। त्यो देखेपछि आफ्नो भित्र त्यो कौतुकता जगाउन सक्नु पऱ्यो। त्यसपछि त्यसलाई यसो पक्रने, परख्ने हिम्मत गर्नु पऱ्यो, त्यसको स्वाद लिनु पऱ्यो, त्यसपछि त्यसलाई पस्कन जान्नु पऱ्यो। हामी त पहिलो स्टेपमै फेल हुन्छौँ, त्यो असामान्य अर्थ देख्ने कुरामै फेल भइसकेपछि त्यहाँसम्म पुग्न सक्दैन। यो सजिलो कर्म होइन। अहिले नवराजाले चर्चा गरिसक्नु भएको छ। मैले पनि साहित्यका अरू विधाहरूको सन्दर्भमा त्यसलाई कुनै तुलना गर्न खोजेको होइन, तर कविता त्यो मध्येको सबभन्दा गहिरो र सबभन्दा गाह्रो हो भन्ने लाग्छ। यस्तो कविताको संग्रह प्रकाशित गर्नुभएको विशुदाईको कविताको बारेमा आज धेरै चर्चा भएको छ। तर दोस्रो कविता सङ्ग्रह निकालिसकिए पछाडि पनि आफ्नै कविता सङ्ग्रहको बारेमा आफै समीक्षकहरूमा के भन्नुहुन्छ भने मलाई कवि भन्न मिल्दैन, सबै विज्ञान पढेको मान्छेलाई वैज्ञानिक भन्न मिल्दैन, सबै दर्शन पढेको मान्छेलाई दार्शनिक भन्न मिल्दैन। त्यसैले कविता लेख्न सक्ने कवि हुँदैन, म बरु लेखनदास हो कविताको, तर म कवि होइन भनेर भन्नुहुन्छ। तर उहाँले आफ्नो बारेमा यो कुरा भन्नुभए तापनि आज यहाँ कतिले पनि यसको बारेमा समीक्षा गर्नुभयो, टिप्पणी गर्नुभयो। उहाँलाई एउटा राम्रै कवि हो भन्ने बारेमा त्यसलाई पुष्टि गर्ने गरिकन सबैले राखेर जानुभएको छ। मैले यो कविता सङ्ग्रहको सरस्वतीमा म यसमा एउटा सामान्य पाठक भएर हेर्दै गर्दाखेरि मलाई के लाग्छ भने अघि नै भनेको जस्तो यो कविता पढिसके पछाडि त्यसले मान्छेको मनमा प्रश्न जगाउन सक्नुपर्छ। कहीँ न कहीँ केही भयो भने फेरि आफूले पहिला कवि हुनको लागि त्यो कौतुकता आफ्नो भित्र आउनु पऱ्यो। तर पाठकले पढ्दै गर्दा त्यसले त्यस पछाडि प्रश्न अलिअलि भयो भने थोरै त्यसलाई हल्लाउनुपर्छ। विशु केसीको कविताले पढिसकेपछि पाठकको मनमा अलिकति हलचल ल्याउँछ कि ल्याउँदैन भनेर त्यसको आधारमा यसलाई नापेर हेर्ने हो। अहिले तपाईँले कविता सुनिसक्नुभयो, प्रत्येक कविताले ल्याउँछ। प्रायः जस्तो उहाँको कविताहरू छोटा कविताहरू छन्, केही लामो कविताहरू छन्, 7वटा खण्डमा विभाजित छ, करिब 57वटा कविता छ, अलग अलग खण्डभित्र विभाजित छ। अलग अलग खण्डभित्र त्यसलाई विभाजन गरेर राख्ने कुराको पछाडि पनि आफ्नै त्यसका पुष्टाइहरू छन्। मैले सरस्वती केही यसमा छुट्याएँ होला, तर सरस्वती हेर्दै गर्दा प्रत्येक कविताले त्यो प्रश्न जगाउँछ, मनमा केही न केही हलचल लिएर आउँछ। त्यस कारणले गर्दा त्यो एउटा प्रत्येक उहाँले लेख्नुभएका सबै लेखेको कुरा कविता हुँदैन, लेखेका कुराहरू कविले कविता भनेर लेखेको कुरा कविता हुँदैन, तर विशु केसीले लेखेका यी कुराहरू यो कविता हुन् र कविताका रूपमै यसले ल्याउनु पर्ने, यसका जुन उद्देश्य थियो उद्देश्य यसले पुरा गर्छ। प्रकृति र परिवेश भन्ने एउटा छुट्टै एउटा च्याप्टर छ, त्यसको केही कविता यी साथीहरूले पढ्नुभएको छ, चाहे त्यो बिग्रेको क्यामेरा होस्, चाहे त्यो यो गाउँको फोटो होस्, गाउँमा म दौडिँदै गर्दाखेरि भन्ने कुराहरू होस्, यो सबै एउटा कुरा चाहिँ देखिन्छ। विशु केसीमा एउटा छटपटाट देखिन्छ कि मेरो गाउँ, मेरो ठाउँ पहिला एकदमै राम्रो थियो, यो भत्काइयो, बिग्रियो, बर्बाद हो भनेर।
हुन त पहाडबाट आएको मानिसहरूलाई म कहिलेकाहीँ निस्काएर हुन्छु विशुदाई त ऊ पहाड पनि कहाँ भन्दा यही हो। पहिला हाम्रो एकजना साथी महेन्द्र मोहन क्याम्पसमा परिचय गर्न लाइन लगाएर उठ्यो अरे। लाइन लगाएर उठ्दै गर्दाखेरि मेरो पहाड खोटा, मेरो अहिले यहाँ विराटनगर, मेरो पहाड भोजपुर भन्दै गर्दा ए पहाड भन्नुपर्ने रहेछ भनेपछि मेरो पहाड राजविराट हाल अहिले यहाँ भनेर एउटा परिचय त्यसै विशुदाईले पनि क्याम्पसतिर मेरो पहाड कपन भनेर भन्नुभएको भन्ने ठाउँमा भयो। हामीहरू त पहाडबाट आयो। यो पहाडबाट आएको मान्छेको बडो रमाइलो हुन्छ। आफू पहाडबाट झरिसक्यो, बिजुली भएको ठाउँ खोज्दै झऱ्यो, सुविधा भएको ठाउँ, बस चढ्न मिल्ने ठाउँ, अस्पताल जान मिल्ने ठाउँ झऱ्यो। अनि कविता लेख्दा चाहिँ जहिले पनि पहाडका ती दिनहरू सम्झँदै गर्दा, साँझको समय गाईहरू गोठमा फर्कँदै गर्दा उडेका धुलो त्यसको गन्ध अहिले पनि सुगन्ध अहिले पनि आइरहेको छ। आहा ती दिनहरू जान चाहिँ जाँदै जाँदैन फर्केर पहाड मधिकै जान्नु, लेख्न चाहिँ त्यही पहाडै राम्रो पहाडै भनेर भनेको जस्तो त्योभन्दा चाहिँ फरक छ। विशुदाईले लेख्नुभएको कुरामा त्यो कपन क्षेत्रको त्यहाँभित्रको त्यो पुरानो फाँटहरू पहिलाको त्यो खास गरी पर्यावरणको दृष्टिकोण थियो, ती कति अहिलेको भन्दा तुलनाको हिसाबले गर्दा ती कति ठिक थियो, अहिले कति बिग्रिए भन्ने कुराको बारेमा चिन्ता पनि छ, चासो पनि छ, प्रश्न पनि छ, कतिपय सन्दर्भमा आफ्नो स्वीकारोक्ति पनि छ, कतिपय सन्दर्भमा गुनासो पनि छ। यसको चाहिँ थुप्रै कविताहरू भेट्न पाइन्छ। प्रकृति र परिवेशभन्दा बाहिर गएर उहाँले बुढाली कण्ठ उठ भन्ने एउटा कविता छ। त्यो बुढाली कण्ठ उठ भन्ने कविताको सन्दर्भमा चाहिँ मेरो निर्वाचन क्षेत्र भएकोले गर्दा मेरो निर्वाचन क्षेत्रको सबै ठाउँ घुमेको जस्तै हुन्छ। यो खड्का यता मन्डेकटा, तौलुङ, कपन सबै आउँछ। यो सबै सन्दर्भमा चाहिँ यो पहिला कस्तो थियो, अहिले कस्तो भयो, बिग्रिएर कस्तो भयो, त्यसको त बुझ्दो यो म अलिक ठुलो पानी पऱ्यो कि चाहिँ कपनमा बाढी आयो भन्ने कुरा आउँछ। अनि त्यो बाढी आयो सबभन्दा बढी गाई मैले खान्छु। मैले कपन देख्दै गर्दा खोला देखेकै होइन, मलाई बाढी देख्दैछु। जहिलेदेखि मैले कपन देखेँ, मैले देखेको बेलामा त्यो कपनले खोला खाइसकेको छ। म जाँदै गर्दा खोलै थिएन, मैले त्यहाँ पनि ढल मात्र देखेको, मैले त्यसकै व्यवस्थापन गर्न खोजेको। तर खोला त खोलै हो, त्यो खोला भएको ठाउँमा त खोला ठुलो रहेछ। बाढी आउने, त्यो बाढी आइसके पछाडि सबभन्दा बढी गाली खाने मध्ये म। त्यसैले पहिला राम्रो थियो, अहिले बिग्रियो भन्ने कुराको जुन चिन्ता देखिन्छ, बुढाली कण्ठलाई, सुतेको बुढाली कण्ठलाई उठ जाग, यो हाम्रो ठाउँहरूमा भएका यी सबै खराब कुरा रोक भनेर भन्ने कुरा जुन देखिन्छ, त्यो धेरै कवितामा विशुदाईको कविताहरू मैले यो पाउँछु। अघि उहाँको बहिनीले मेरो छोरी अगाडि बढ भन्ने एउटा अत्यन्त पावरफुल एउटा कविता यहाँ वाचन गरेर जानुभयो। यस्तो खालको यो विद्रोही चेत यो पनि कुनै एउटा सेक्सनमा मात्र छैन, फरक फरक सेक्सनमा लेखेका कविताहरूमा यो खालको जसले चाहिँ समाजका यी चप्पर गरेर बसेका कुराहरूमा अत्यन्त कसिलो प्रश्नहरू गरेको छ, त्यो थुप्रै कविताहरूमा पाइन्छ। त्यसैले तपाईँ हामीले पाना पल्टाउँदै जाने गर्दाखेरि बेला बेलामा विशुदाईको यो ठाउँप्रतिको, यहाँको पर्यावरण ठाउँहरूप्रतिको यो चिन्ता भेटिन्छ भने फेरि एकैपटक अर्कोतिर गइसके पछाडि अहिलेका समाजका यी चाहे त्यो छाउको बारेमा लेख्नुभएको कुरा होस्, चाहे त्यो छोरीको बारेमा लेख्नुभएको कुरा होस्, जे कुरा देखिएको छ, सुनिएको छ, पत्रपत्रिकाको समाचारहरू बनिएको छ, बडो तरिका पुऱ्याएर यसले उहाँ जबरजस्त एउटा प्रश्नहरू गर्नुभएको छ। एउटा सच्याउनु सूचना भन्ने एउटा कविता छ, जब के लेख्नुहुन्छ भने यो सूचनामा यो फोहोर यहाँ नफाल भन्ने ठाउँलाई यसलाई सच्याइदिउँ न, संसारलाई सफा राखौँ भन्ने सूचना किन नराख्ने। यस्तो हेर्दा सामान्य लाग्छ, अहिले मैले भनेको जस्तो कहिलेकाहीँ हामीलाई लाग्छ नि यसलाई अघि भनेको त्यो फोहोर फाल्न मिल्दैन भनेको छ, सबैले फोहोर फालेको छ। त्यही भएर चाहिँ अस्पतालतिर आजभोलि हाजिर भएर सबै ठाउँमा चाहिँ भगवान्को फोटो टाँच्नु परेको छ, त्यहाँ पान नथुक्ला कि भनेर। त्यो सूचनाले जे मेसेज दिनु पऱ्यो मेसेज दिँदै दिएन, हामीलाई पनि लाग्छ। तर कविको शक्ति के हुँदो रहेछ, हामीलाई लागेको कुरा तर हामीलाई भन्न नजानेको कुरालाई उहाँले बडो बारीकी पुऱ्याएर तरिका पुऱ्याएर सूचना सच्याउनुपर्छ, सूचना सच्याइयोस् भनेर समाज र शास्त्रीय शीर्षक अन्तर्गत उहाँले राख्नुभएको एउटा कविता हामी त्यहाँभित्र पाउँछौँ। यसरी सरस्वती हेऱ्यो भने विशुदाईको कविताहरू यो कति यो 57वटा कविताहरू फरक फरक उसमा छन्। म खास यहाँ त 101 दिग्गजहरू हुनुहुन्छ, उहाँले त्यसलाई थप विशुदाईको यो काव्यात्मक यो चेत, उहाँको यो योग्यता, यसको कौशलताको बारेमा आज यहाँ चर्चा भएको छ, थप लेखिदिनुहुन्छ, चर्चा गरिदिनुहुन्छ। नेपाल लेखक सङ्घ छ, विविध यसका बारेमा विविध कार्यक्रमहरू हुन्छ भने म खास गरिकन चाहिँ हाम्रो गाउँठाउँको जो साथीहरू यहाँ आउनुभएको छ, मेरो तपाईँहरूलाई अन्तिम अनुरोध छ, यो कविको चाहिँ दिमाग एकदम भरिएको हुन्छ, खल्ती खाली हुन्छ अरे।
त्यसैले आज चाहिँ विशुद्धाको बारेमा चर्चा गर्ने प्रत्येक मान्छेले किताब चाहिँ किनेर लिएर जानुपर्छ है। खास गरी मैले हाम्रो क्षेत्रको साथीहरूले चाहिँ हाम्रो किताब नकिनिकन जानुभयो भने पछि तपाईँले बाटोमा भेटेको बेला दाइ कविता त दामी थियो भन्दै गर्दा कुन चाहिँ कविता भनेर सोध्नुभयो त्यो बेला किनभने मैले सरस्वती पढेर आउँदै गर्दा यसलाई मैले 10-12-13वटा कविताको बारेमा म भन्न सक्छु भने तपाईँ मैले बुझ्ने कविताहरू छन्, तपाईँ मलाई सुन्ने कविताहरू छन्, तपाईँ मेरा कुराहरू छन्, यसमा हाम्रा कुराहरू छन्। यी हाम्रै कुराहरूलाई उहाँले राम्रोसँग देखाउनु भएको छ। कविले शब्दको ऐना देखाउँछ भन्छ नि, ऐना देखाउनु भएको छ। तर त्यो ऐना हेर्ने मान्छेलाई बडो असजिलो लाग्छ, यस्तो फोर्किन देखेको भन्ने लाग्छ अरे। हामीलाई पनि हेर्दै गर्दा त्यस्तो लाग्छ। ऐना देखाउनु भएको छ, राम्रोसँग देखाउनु भएको छ, तर हामीलाई बडो यसले स्वाद पर्छ। त्यो भएको कारणले गर्दाखेरि पनि आज आउनुभएको सबै साथीहरूले एउटा हौसला बढाइकन हामीहरू आएका छौँ। तर हाम्रो गाउँको हाम्रो ठाउँको सानो विशुद्धाइ भनेको हामीहरू कुनै पनि कुरा गर्नु पऱ्यो भने एउटा कहिले काहीँ भइ भनेको चैतन्य भनेको जस्तो दाइ कहिले अत्यन्त भलादी मान्छे खोज्नु पऱ्यो, अब झैलबाट भइरहेको छ, यसो कार्यक्रम मिलाउनु पऱ्यो, अलिक भलादी मान्छे खोज्नु पऱ्यो भने विशुद्धाइ बोलाउन भनिहाल्छ दाइ चाहिँ त्यो यसो केही मिलाउनु पऱ्यो भने कहीँ कतै पनि कुनै पनि कुरामा अप्ठ्यारो पऱ्यो भनेदेखि पनि हामीले चाहिँ विशुद्धाइ बोलाउँ भनेपछि दाइको काम चाहिँ यो मिलाउँदा दाइलाई हामीले हैरान बनाएको छौँ। त्यो कुरा चाहिँ उहाँको कतिपय कविताहरूमा पनि त्यो व्यक्त भएको छ। त्यो शालीनता, त्यो विनम्रता, उहाँको त्यो एउटा जुन एउटा निजी स्वभाव, यो प्रश्नहरू गर्दै गर्दा चोटिला प्रश्नहरू गर्दै गर्दा पनि मर्यादाभित्र बसेर गर्नुभएको छ। त्यो पनि अर्को मलाई कविको एउटा बडो बेजोड एउटा शैली हो भन्ने लाग्छ। प्रश्नहरू एकदम धारिलो छ, चोटिलो छ, तर त्यो प्रश्नहरू गर्दै गर्दा त्यो जसलाई प्रश्न गरिएको त्यो सुरुमै त्यो मान्छेलाई यति धेरै त्यसको प्रहार भयो कि त्यसले प्रश्नको गहिराइ नै बुझेन वा महसुसै गरेर त्यो प्रश्न त कहिले मर्यो नि। त्यो चाहिँ व्यङ्ग्य चेत राख्दै गर्दा आजभोलि म त्यो कार्यक्रमबाट जानै नलाग्यो। खास गरिकन त्यो हाँस्यमुखी कार्यक्रमहरू भनेको किन नलागेर भने अगाडि पहिला हामी गाइडलाइनहरू सुन्थ्यौँ नि। त्यो हाँस्यमुखी भनेको त कतिखेर त्यसको अर्थ हुन्छ भने अगाडि बसेको मान्छेलाई प्रश्न गरेको छ, त्यहाँ व्यङ्ग्य भएको छ, त्यो व्यङ्ग्य चेतका साथ उसले कुराहरू भनेको छ, तर ऊ पनि त्यहाँभित्र उसलाई सहभागी हुन पाओस् न। त्यो अगाडि बसेको मान्छे त्यहाँबाट भाग्नुपर्ने बनाएपछि के अर्थ हुन्छ? त्यसलाई ग्रहणै गर्नु सक्दैन, मननै गर्नु सक्दैन। कवितामा पनि प्रश्नहरू छ, हामीलाई प्रश्न छ, नेतालाई छ, बालाई छ, छोरालाई छ, दाइलाई छ, समाजका मानिसहरूलाई छ, तर यो पढ्दै गर्दाखेरि चाहिँ त्यसलाई त्यो सँगसँगै बग्न मन लाग्छ है भने चाहिँ मिठो गरी पस्किनु भएको छ। शब्दको चाहिँ त्यो मर्यादाभित्र रहेर बसेर कहीँ कसैलाई व्यक्तिगत चोट नपुर्याउने गरिकन जसरी विशुद्धाइले लेख्नु भएको छ, त्यो चाहिँ विशुद्धाइको स्वभावको कारणले गर्दा पनि त्यो निजी स्वभाव यत्रो वर्षदेखि जुन कुरा गरेको छ लेख्दाखेरि पनि त्यहाँ आयो होला भन्ने लाग्छ मलाई। लेख्दाखेरि पनि काहीँ न काहीँ समेटेर आएको छ। यसलाई दाइले सधैँ यो दाइको शक्ति हो भन्ने लाग्छ। यसलाई कलममाथि नगरिकन यसलाई आफ्नो शक्तिको रूपमा दाइले लिनुभएको छ, भविष्यमा लिनुहुन्छ र यस्ता थुप्रै कविता सङ्ग्रहहरू आगामी दिनहरूमा हामीले सुन्न पाउँछौँ भन्ने विश्वास राख्छु। विशुद्धाइले अझै बढी समय यो लेखन कर्ममा दिनु होला, किनकि मैले दाइको कविता सङ्ग्रह हातमा पर्दै गर्दाखेरि मैले दाइको सुनेको छु भन्दा पहिला पनि, तर मैले सोचेको वा दाइको अरू धेरै खालका व्यस्तताहरू छन्। एउटा प्रतिलिपि अधिकारमा एउटा सामाजिक अभियानमा हुनुहुन्छ, हामीले नै कति काम लगाइराखेका छौँ। यो सबै कर्मको बिचमा लेखन कर्ममा पक्कै पनि कम ध्यान गएको होला भन्ने त्यो मैले अपेक्षा गरेको भन्दा धेरै उच्च कोटिका कविता यहाँको छन्। आगामी दिनमा अझै यो लेखन कर्ममै हामी मिलाउने कुराहरू दाइलाई थोरै बोलाउँला। दाइले लेखन कर्ममा अझै बढी दाइको जाओस्, अझै बढी कलम चलोस् भन्ने शुभकामना राख्दै शिखाजीको हाम्रो पुष्पजी दाइ शिखा बुक्सको यो हाम्रो एकपछि अर्को हाम्रो साथीहरूको हाम्रो आफ्नो परिवारका सदस्यहरूको एकपछि अर्को कविता सङ्ग्रह यो हाम्रो जीवनी थुप्रै कुरा प्रकाशित भइरहेको छ। 20 गते यही ठाउँ नगर दाइको छ। दाइले नभन्नुभयो हुनाले त्यो दिन को बोल्छन् म भन्दिनँ। हस् धन्यवाद।